ब्लग गर्नु अब म कालुदन भन्दै हो कि पार्दैन ए अझ बल्लै स्टेप काटेको अझ यो घरको यही मात्रै काम भएको छ स्टेप काटेको अनि यो पानी बाँध्ने भोलि काम हुन्छ अहिले सुकेकै छैन साइड खोलेपछि फुट्दै गर्छ त्यही भएर खोलेन आज अब भोलि यो साइड खोलेर बल्ल पानी हाल्ने हो यो तपाईको टोइलेट आउने पाइप डक हो यो पाइप निकाल्ने